हेलो नमस्ते छाजालो वेलकम फेरि पनि तपाईहरुलाई मेरो ब्लगमा स्वागत छ। आई होप तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु, आरामै छु भन्नको साथमा आजको न्यू डे न्यू मिनी ब्लग स्टार्ट गरिसकेको छु। हामी चाहिँ आज मल बोक्न जाँदै छौं साथीहरुसँग। Oh my lord. आमा फोन आएर कतै म बाजोमै मल हालेको त राम्रो हुन्छ हौ। हैन म त हिजो त बजेले फोटो छिटो आऊ गाइज। हेलो वेलकम छ मेरो ब्लगमा। केही शब्द भन्नुहोस्। आज मल बोक्दै छौं हामी तिलारी भित्र आते है। पहिलोचोटि हो गाइस, कस्तो होला है। ल माथिबाट गरिआइछ मैदान जाने हो। हामी चाहिँ धेरै छैनौं, 3 जना 4 जना हाइट। थाक्दो रहेछ। मल हालिसके रहेछ यहाँ त। धन्दा चाहिँ दिउँ कि सुन्तलालाई पनि। सुन्तला यहाँनिर पच्यात्तै वा 75 रहेछ सुन्तला त। तर कम लिमा छ सुन्तला, तर खायो तिर। तर चाहिँ छिटो टोप्रिम न क्या सुन्तला, जति छिटो टोयो उति छिटो सारा तक्लौँ न क्या न देल छिटो सुन्तलाहरू। सुन्तला यस्तो बबाल छ। तिलहर डाँडा खत्रै हो है। यस्तो पो के र भन्ने त दौरो सारक ल नछुरम वा रोया नछुरम। आजल बेकन छिटो दे ओ त नि मजा भए मुना हे सासुले मोड क्या छतौले पो कस्तो ठुल्ठुलो रहेछ हाम्रो भन्दा त। केराउ चाहिँ बाल भइरहेछ यहाँ। दामी भइरहेछ, फल्न नै फलिसके रहेछ यता त। मल बोक्न होला आमा केराउ रहेन छक्क परी। मल अब बोक्ने टक्क लगाएर मल बोकेर चाउचाउहरू चटपट खाने अरे आज। अनि चाउचाउहरू भुजाहरू लाने। हाउ गाइज म त यता माथि तिलारतिर मेलातिर आएको। आमा फेरि चाबी मैले त्यो तपाईँको ज्याकेटको खोल्टीमा हालेर राखिदिएँ, त्यो पन्जो भएको छ पछाडि। छिटो गरेर आउनु, मेदानले पर्खिरहेको। मेरो त यो
के भन्छ अरे साप्ने कुरा के सानो भइरहेछ साप्ने यहाँ नि कस्तो राम्रो भइरहेछ है केरा उता ए के भन्छ अरे कागती त यो के भन्छ अरे बिस्तारै सोरे रहेछ यहाँ त ओहो प्याज हेर्नु त यस्तो पो बल्ल हो बिस्तारै पातलो रोपे रहेछ पातलो ठुलो हुन्छ नि योभन्दा त हाम्रो त अलि बाक्लै अघि हो मेरो झन् भएको रुख हजुर हेर्नु छोकबारी आउँछ हो त्यही हाम्रो भाडा दिने ठाउँ छ हो त्यहाँबाट बोलाउनु त त्यहीँ तल हो क्या त्यो ढुङ्गा फुटाउनु खान्छ त्यो भनेको चिताउनेले पुगेर बसेछ भने ल सामान कुच्चो रहेछ यहाँ चाहिँ म फेरि यता भर्खरै मल बोक्न आएको कस्तो राम्रो रहेछ यहाँ साइली दिदीको साग केरा पनि रहेछ डाटा बनाएको छ है सब्सक्राइब गर्नु ल के घाँस हारेर यस्तो गरिदिने कहाँबाट हो रे एरियाबाट हो कि छेको बारी अरे छेको बारी छोकोबारी रे रे छेको बारी यहीँबाट होला नि ओ गॉड यहाँ त हो उताबाट हालेको कि यताबाट हो बारी नचिनेपछि यस्तै हो गाइज मलाई त आजभोलि त कस्तो यो होइन र हो क्या यो दुइटा त हो जस्तो लाग्थ्यो कि रे माथि रे गाइस गजबको जुत्ता लगाएर रहेछ हजुरले त हो भित्र लेफ्ट होइन तँभित्र कोही गाह्रो बन्यो म त थुप्रै मै क्यारम कोही गाह्रो बन्यो तँले यहीँबाट कति बाक्लो रि पत्ला त बाक्लो अरे बाक्लो चाहिँ बिले मायाले सबभन्दा चिउने तलाई केमा हालेको र युट्युबमा सब्सक्राइब गर्नु है रश्मि गुरुङ जियान फोडियस मेरो युट्युब च्यानलको नाम भरे हेर्नु होला यो चाहिँ बटाटै हो कति आएको नि आउँछ कहिले धेरै कहिले थोरै भिडियो आउनु गाह्रो छ पैसा आउँछ अरे भनेर नि भन्छ खोइ के हो त्यही भएर हालेको छोरी जाँदैन मान्छे हेलो
स्याउजाउ के आउनु भयो ल हेलो रोटी भने वा आजको लागि यति नै। अब म भिडियो इन्ड गर्दैछु। सबैजनाले लाइक शेयर सब्स्क्राइब गरिदिनु होला।